हेलो नमस्ते जोजोलबा भाइ बहिनीहरू। मम्मीले भन्नुहुन्छ घरको काम गर, म उही तपाईको सागर सर। आज फेरि पनि म्याथ रिलेटेड भिडियो लिएर आएको छु। थम्बनेलमा देखि नै सक्नुभयो होला कि आज म क्वाड्रेटिक इक्वेसनसँग रिलेटेड एउटा प्रब्लमको बारेमा एक्सप्लेन गर्न गइरहेको छु। सो आज चाहिँ हामी क्वाड्रेटिक इक्वेसनको 2 डिजिट नम्बर्स रिलेटेड प्रब्लम सल्भ गर्नेछौँ, जुन चाहिँ अब एससीमा लङ क्वेसनमा आउनेछ। र भिडियो मन परे लाइक कमेन्ट र साथीहरूसँग मजाले सेयर गरिदिनु होला। सो यो क्वेसन सल्भ गर्दाखेरि हामीलाई सबभन्दा सुरुमा चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि 2 डिजिट नम्बर भनेको के हो त हैन। 2 डिजिट नम्बर्स कस्तो नम्बरलाई भनिन्छ भनेर पहिला बुझ्नुपर्ने हुन्छ है त। सो 2 डिजिट भन्ने बित्तिकै हामीले के गर्न, दुईटा डिजिट लिनु पर्छ। सो दुईटा डिजिट भन्ने बित्तिकै 10 देखि 99 सम्मको कुनै पनि नम्बर लियो भने त्यो हामीसँग कतिवटा डिजिट हुन्छ, दुईटा डिजिट हुन्छ। जस्तै सपोज 25 लियो भने यो भयो हाम्रो दुईटा डिजिट 2 र 5 हैन त। 2 र 5 दुईटा डिजिट मिलेर 2 डिजिट नम्बर बनेको हुन्छ। अब यसरी नम्बर बन्दै गर्दाखेरि हामीले के बुझ्नुपर्छ, यिनीहरूको प्लेस भ्यालु चाहिँ धेरै मजाले बुझ्नुपर्ने हुन्छ। जस्तो 25 भन्दाखेरि हामीले 20 र 5 भन्छौँ, जसमा 20 भनेको 2 × 10 र 5 भनेको 5 × 1 त्यसरी बनेको हुन्छ। जस्तै अब अर्को हामीले 37 लाई हेर्यौँ भने यो भनेको नि 30 + 7 हैन त। र 30 भनेको फेरि 3 × 10 र 7 भनेको 7 × 1। त्यस्तै हामीले 68 लाई हेर्यौँ भने यो पनि के हुन्छ, 60 + 8 जसमा 6 × 10 + 8 × 1 यसरी नम्बरहरू फर्म गरेका हुन्छन्। अब हामीले प्रत्येकलाई हेर्यौँ भने यहाँ 2 × 10 मतलब 2 चाहिँ 10 प्लेसमा छ, 5 × 1 मतलब 5 चाहिँ 1 प्लेसमा छ भनेको, अथवा युनिट प्लेसमा छ। सिमिलरली 37 मा दुईटा डिजिट छन् 3 र 7, जसमा 3 चाहिँ 10 प्लेसमा छ र 7 चाहिँ युनिट प्लेसमा छ। त्यस्तै 68 मा हामीले हेर्यौँ भने 6 10 प्लेसमा छ र 8 चाहिँ 1 प्लेसमा छ। यसरी हामीले दुईटा डिजिटलाई प्लेस अनुसारले उनीहरूको प्लेस भ्यालु अनुसारले हामीले फर्म गरेपछि मात्र के भन्ने हुन्छ, नम्बर फर्म गर्छ है त। जस्तो 25 37। अब यसैलाई हामीले 37 लाई डिजिट चेन्ज गर्यौँ भने 73 हैन त। 7 × 10 + 3 × 1 मतलब रिभर्स नम्बर बनाऊ। 7 लाई हामीले केमा राख्यौँ, 10 प्लेसमा, 3 लाई 1 प्लेसमा। यसरी हामीले प्लेस भ्यालु अनुसार के गरिन्छ, नम्बरहरू फर्म गरिन्छ। आशा छ यो कन्सेप्ट र 2 डिजिट नम्बर बुझ्यो होला। सो आजको क्वेसनतिर जाउँ यता। सो आज चाहिँ मैले क्लास 10 को वेदान्त पब्लिकेसनको एउटा क्वेसन लिएको छु, जसमा चाहिँ हामीलाई के दिएको छ भन्दाखेरि अ नम्बर लाइङ बिट्विन द 10 and 100 इज 4 times द सम एन्ड 3 times द प्रोडक्ट अफ इट्स डिजिट भनिदिएको छ। जसमध्ये चाहिँ वाट इज द 2 डिजिट नम्बर व्हेन द डिजिट एट युनिट प्लेस बाई बी वाई एन्ड द डिजिट एट 10 प्लेस बी एक्स। अब यहाँ चाहिँ क्वेसनले के दियो भन्दाखेरि हामीलाई एउटा कन्डिसन दिएको छ यहाँ हो। क्वेसनमा हामीलाई कन्डिसन दिएको छ र हामीलाई क्वेसन नम्बर एमा के भनेको छ भन्दाखेरि 2 डिजिट फाइन्ड गर्ने, तर त्यो 2 डिजिटमा चाहिँ के हुनु पर्यो भन्दाखेरि युनिट प्लेसमा वाई हुनु पर्यो र 10 प्लेसमा चाहिँ एक्स हुनु पर्यो। यसरी हामीले एक्स र वाई राखेर 2 डिजिट नम्बर फाइन्ड गर्नुपर्ने हुन्छ। सुरुमा चाहिँ हाम्रो यो 2 डिजिट नम्बर कसरी फर्म गर्छ इन टर्म्स अफ एक्स एन्ड वाई भन्ने कुरामा गयो, त्यो अनुसारले क्वेसनको सल्भ गर्छौँ। र माथिको क्वेसन चाहिँ हामीले अब जस्तो यहाँनिर कन्डिसन बुझ्नुपर्ने हुन्छ। जस्तो इज 4 times द सम एन्ड 3 times द प्रोडक्ट अफ इट्स डिजिट भनेको के चाहिँ हो। जस्तो योबाट कसरी कन्डिसन बनाउने, इक्वेसन कसरी बनाउने, त्यो कुरातिर जानुपर्छ है त। सो फर्स्ट अफ अल यहाँ हामीले हेर्न सक्छौँ हामीसँग युनिट प्लेसमा के छ भन्दाखेरि युनिट प्लेसमा छ हाम्रो वाई र टेन्स प्लेसमा छ हाम्रो एक्स है त। सो देयरफोर हाम्रो नम्बर हुन्छ 2 डिजिट नम्बर हुन्छ हाम्रो के भन्दाखेरि, जस्तो अगाडि मैले एक्जाम्पलमा देखिसकेको छु, यहाँ हामीले हेर्न सक्छौँ। जस्तो कुनै पनि डिजिटलाई 10 प्लेसमा राख्दा इन्टु 10 र युनिट प्लेसमा राख्दा के गरिन्छ, इन्टु 1 गरिन्छ। सो सिमिलरली 10 प्लेस भनेको एक्स इन्टु 10 भयो र युनिट प्लेस भनेको वाई इन्टु 1। सो द नम्बर विल बी 10 × x 10x + y × 1 y। सो दिस इज द रिक्वायर्ड नम्बर फर ह्याभिङ एक्स एन्ड वाई इन युनिट प्लेस एन्ड टेन्स प्लेस है त। सो यसरी के गर्न सकिन्छ, रिक्वायर्ड नम्बरलाई एक्स र वाईको फर्ममा लेख्न सकिन्छ। नाउ अब फाइन्ड द नम्बर भनेको छ। अब चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, कन्डिसनलाई युज गरेर नम्बर फाइन्ड गर्नुपर्ने हुन्छ। सो कन्डिसन हामीले हेरौँ के छ भन्दाखेरि अ नम्बर लाइङ बिट्विन द 10 and 100 भनेको 10 देखि 100 सम्मको कुनै पनि बिचको एउटा नम्बर, जुन चाहिँ अघि हामीले भनिसक्यो 10 देखि 100 भन्नेबित्तिकै 2 डिजिट नम्बर हुन्छ, जुन चाहिँ के छ अरे भन्दाखेरि इज 4 times द सम।
समको के छ अरे 4 टाइम्स छ हैन त। सो हामीले के गर्नु पर्यो भन्दाखेरि यो यसलाई हामीले के गर्ने कन्डिसनलाई इक्वेसनमा लाने। नम्बर इज भनेपछि हामीले के गर्नु पर्यो भन्दाखेरि नम्बर लिने त नम्बर भनेको 2 डिजिट नम्बर। सो अकॉर्डिङ टु फर्स्ट केस। अब यो ट्याबमा लेख्ने बानी छैन, सो ह्यान्डराइटिङ चाहिँ अलिकति खतमै भयो जस्तो छ, त्यसलाई चाहिँ अलिकति हेरिदिनु होला। यो अकॉर्डिङ टु फर्स्ट केस भन्न खोजेको मैले सर्टकटमा। सो के भन्दैछ भन्दाखेरि अ नम्बर इज भनेपछि 10x + y अघि हामीले लेट गरिसकेको छौँ अन्त अकॉर्डिङ टु क्वेसनले नै दिएको थियो x र y को टर्म्समा 10x + y इज भनेपछि इक्वल टु। अब हामीले के गर्नुपर्छ भन्दाखेरि क्वेसनमा दिएको जुन वर्डहरू छ यो वर्डलाई चाहिँ के गर्ने भन्दाखेरि इक्वेसनमा कन्भर्ट गर्ने। जस्तो यहाँ छ इज भन्नाले इक्वल टु 4 टाइम्सलाई हेर्ने त। 4 टाइम्स भन्नाले के बुझिन्छ भन्दाखेरि 4 टाइम्स भनेको 4 इन्टु। सो के गर्नु पर्यो हामीले 4 इन्टु टाइम्स भनेतिकै मल्टिप्लाई, यु क्यान युज ब्र्याकेट हो नि त, ब्र्याकेट युज गर्न सक्यो। अब के छ 4 टाइम्स अफ के भन्दाखेरि द सम। अब के को सम भन्दाखेरि डिजिटको सम हैन त। 4 टाइम्स द सम एन्ड 3 टाइम्स द प्रोडक्ट अफ इट्स डिजिट। अब पुरै क्वेसन पार्यो भने सम अफ के डिजिट भनेको छ नि त यहाँनिर। सो हामीले के गर्नु पर्यो सम अफ डिजिट गर्नु पर्यो है त। सो हामी के गर्छौँ यहाँ सम अफ डिजिट, मतलब डिजिट भनेको त एक्स वाई हो। सो यहाँ के भयो x + y। अब यसलाई अलिकति इक्वेसनको फर्ममा लाने 10x + y इज इक्वल्स टु 4 इन्टु x 4x + 4 इन्टु y 4y। अब x वान साइड लिन सक्छौँ, साइड चेन्ज गर्दा -4x 4y साइड चेन्ज गर्दा -y। यो भयो 6x = 3y। देन अझै हामी के गर्न सक्छौँ त यो 3 सानो छ, सो 3 लाई चेन्ज गरेर यता रिमेनिङ y, देयरफोर y = 2x। 3 ले 6 लाई काट्दाखेरि 2 टाइम्स है त। सो y = 2x भयो, यो हाम्रो इक्वेसन 1। सिमिलरली हामी यता अकॉर्डिङ टु सेकेन्ड केस पनि गरौँ। कसै कसैले सेकेन्ड केस भन्छ, कसै कसैले सेकेन्ड कन्डिसन पनि भन्न सकिन्छ है त। सो सेकेन्ड केसमा फेरि हामी यता बढ्यौँ, यहाँदेखि यो भयो हाम्रो के सेकेन्ड केस भयो त। यहाँ एन्डदेखि पछाडिको चाहिँ के भयो सेकेन्ड केस। सो यहाँ पढ्दाखेरि हामीले के हुन्छ फेरि सुरुदेखि नै पढ्नुपर्ने हुन्छ। अ नम्बर लाइङ बिट्विन 10 and 100 इज, देन 3 टाइम्स आउँछ है त। यो बिचको फर्स्ट केस भयो भने एन्ड पछाडि के हुन्छ सेकेन्ड केस। अब 3 टाइम्स के भन्दाखेरि त त्यही नम्बर इज भनेको छ। सो फेरि ब्याक टु नम्बरै हाम्रो भयो 10x + y इज इक्वल टु, देन के भनेको छ इज भनेको त्यो अगाडिको भइहाल्यो 3 टाइम्स द प्रोडक्ट अफ डिजिट भनेको छ। सो 3 अगेन टाइम्स भनेको मल्टिप्लाई, प्रोडक्ट अफ डिजिट भनेको x इन्टु y। अब यसलाई फेरि हाम्रो इक्वेसनको फर्ममा लाने 10x + y इज इक्वल्स टु 3xy। यसलाई अब 3xy इन्टु फर्ममा छ, यसलाई हामीले के गरौँ इक्वेसन 2 मानौँ। अब यसरी हामीले दुईवटा इक्वेसन पाइसकेका छौँ, इक्वेसन 1 र इक्वेसन 2। यो हाम्रो भयो इक्वेसन 1, यो भयो हाम्रो इक्वेसन 2। अब जेनरली हामी के गर्छ भन्दाखेरि यसो दुईवटा इक्वेसन आइसकेपछि हामी दुईवटा मेथड 3टा मेथड हुन्छ खासमा चाहिँ। अब जेनरली हामी प्रायः कम्प्युटिङ स्क्वायर मेथड युज गर्दैनौँ। दुईवटा मेथड भनेको हाम्रो के भन्दाखेरि सब्स्टिट्युसन र इलिमिनेसनको, सरी ग्राफिकल चाहिँ युज गरिँदैन, सब्स्टिट्युसन र इलिमिनेसन युज गर्ने हो। अब सिन्स यहाँनिर मल्टिपल फर्ममा भएको छ x र y त भने हामी के गर्छ सब्स्टिट्युसन मेथड नै प्रिफर गर्छौँ। सो अब हामीले के गर्ने भन्दाखेरि इक्वेसन 1 बाट जुन यो भ्यालु आएको छ 2x, त्यसलाई लगेर के गर्ने इक्वेसन 2 मा राख्ने। सो यहाँनिर हामीले लेख्नुपर्ने हुन्छ पुटिङ द भ्यालु अफ y इन इक्वेसन 2 फ्रम इक्वेसन 1। सो के गर्ने भन्दाखेरि इक्वेसन 1 बाट y को भ्यालु चाहिँ इक्वेसन 2 मा राख्ने। सो फर्स्ट अफ अल इक्वेसन 2 लेख्यौँ 10x + y इज इक्वल्स टु 3xy। अब यहाँ के गर्छौँ भन्दा सिम्पली हामी के गर्छौँ x को भ्यालु रिप्लेस, सरी y को भ्यालु रिप्लेस गरिन्छ। सो यो भयो 10x प्लस यो y को भ्यालु 2x, 3 इन्टु x इन्टु y को भ्यालु अगेन 2x। सो यो भयो हाम्रो 12x इक्वल्स टु 3 2 = 6 x²। जेनरली यो स्क्वायर र x भनेदेखि हाम्रो क्वाड्रेटिक इक्वेसन हुन्छ र क्वाड्रेटिक इक्वेसनमा जहिले पनि हामीले x को दुईटा भ्यालु निकाल्नुपर्ने हुन्छ है त। सो त्यसको लागि के गर्ने यसलाई x र x काट्नुभन्दा पनि यसलाई फ्याक्टराइज गरेर दुईटा भ्यालु निकाल्ने। सो 12x साइड चेन्ज गर्दा -12x = 0।
देन यहाँबाट हामी 6x कमन लिन सक्यौं x minus sorry x 6 2 जा 12 x minus 2 equal to 0 so यहाँबाट हामी गर्न सक्छौं either 6x equal to 0 or x minus 2 equal to 0 यसरी हामी के गर्न सक्यो सल्भ गर्न सक्छौं therefore x equal to 2 यसरी हामीले के गर्यौ x र y को भ्यालु निकाल्यौ है त सरी x को भ्यालु निकाल्यौ अब यो x को भ्यालु निकालेपछि y को भ्यालु निकाल्न सकिन्छ सो अगेन उता अर्को मिलेन म यही गर्दिन्छु त putting the value of x in equation 1 so हामीसँग दुईटा भ्यालु छ त्यसको लागि when x equal to 0 y is equals to 2x मतलब 2 into 0 is equals to 0 or when x equals to 2 y equals to 2 into x भनेको 2 into 2 equals to 4 यसरी हाम्रो के हुन्छ भन्दाखेरि y को भ्यालु आउँछ अब x र y 0 0 भन्छपछि त्यसलाई त कुनै नम्बर फर्म गर्दैन सो यसलाई हामीले इनभ्यालिड भन्न सक्छौं देन हाम्रो भ्यालु के भयो y को भ्यालु 4 therefore required number is equal to 10x plus y मतलब हाम्रो 10 into x को भ्यालु कति आएको थियो 2 आएको थियो र y को भ्यालु कति 4 so 10 into 2 20 plus 4 24 यो भयो हाम्रो आन्सर क्वेशनले दिएको सिचुएसन आन्सरको आन्सर 25 है त ओके नेक्स्ट नम्बर जाउँ नेक्स्ट नम्बरमा हामीले के भनेको छ राइट द 2 डिजिट नम्बर एन्ड इट्स अपोजिट नम्बर अल्सो सो ह्यान्ड राइटिङलाई अलिकति दुःख दियो नाउ 2 डिजिट नम्बर जुन हामीले अहिले भर्खर निकालेका छौं 2 डिजिट नम्बर इज 24 हामीले के गर्नुपर्छ यसको अपोजिट नम्बर पनि फाइन्ड गर्नुपर्छ सो अपोजिट नम्बर इज इक्वल्स टु 42 अपोजिट भनेको यसको रिभर्स नम्बर हुन्छ हामीले के गर्ने डिजिटको ठाउँ चेन्ज गरिदिने 2 भनेको 10 मा छ 1 मा लाने 1 बाट 10 युनिटबाट 10 मा ल्याएर राख्दिने 42 आन्सर ओके यसको डी नम्बर हेरौं डी नम्बरमा के भन्छ भन्दाखेरि इन द 2 डिजिट नम्बर द डबल द डिजिट एट युनिट प्लेस एन्ड ट्रिपल द डिजिट एट 10 प्लेस टु फर्म अ न्यू नम्बर एन्ड कम्पेयर द ओरिजिनल नम्बर एन्ड न्यू नम्बर भन्छ अब हामीले के गर्नुपर्ने हुन्छ भन्दा नयाँ नम्बर निकाल्ने के यहाँबाट सो अकॉर्डिङ टु क्वेशन न्यू डिजिट्स आर जस्तो युनिट प्लेसलाई हामीले के गर्नुपर्ने छ युनिट्स प्लेस डिजिट भनेको डबल द डिजिट भनेको छ डबल डिजिट मतलब y को भ्यालु डबल गर्नु भनेको युनिट प्लेस भनेको y थियो y को भ्यालु हामीले कति निकालेको थियो भन्दाखेरि y को भ्यालु 4 निकालेको थियौ सो 4 into 2 is equals to 8 र टेन्स प्लेसको नम्बरलाई हामीले के गर्ने ट्रिपल द डिजिट एट 10 प्लेस भनेको 2 लाई के गर्ने ट्रिपल गर्ने जुन हुन्छ हाम्रो के 6 therefore new number is 10 plus 6 into 10 plus unit plus 8 equals to 68 यो भयो न्यू नम्बर र ओरिजिनल नम्बर हाम्रो भनेको के छ भन्दाखेरि 24 यो हाम्रो ओरिजिनल नम्बर यो भयो त्यसलाई नै क्वेशनको अनुसार बढाएर न्यू नम्बर यो भयो अब यसलाई हामीले कम्पेयर गर्नु भनेको छ त सो कम्पेयर गर्दा चाहिँ जहिले पनि हामीले दुईटा नम्बर कम्पेयर गर्नुपर्छ भने हामी यसको रेसियो निकाल्नु पर्ने हुन्छ कम्पेयरिङ द न्यू नम्बर एन्ड ओरिजिनल नम्बर एन्ड यहाँ ओरिजिनल नम्बर एन्ड न्यू नम्बर भनेको ओरिजिनल नम्बर डिभाइड बाइ न्यू नम्बर गरेर कम्पेयर गर्न सकिन्छ ओरिजिनल नम्बर 24 न्यू नम्बर 68 2 12 जा 2 3 34 2 6 2 17 6 is to 17 आन्सर यसरी के गर्न सकिन्छ सल्भ गर्न सकिन्छ सो यसरी हामीले 2 डिजिट नम्बरहरुलाई क्वेशन 2 डिजिट नम्बरको क्वेशनहरुलाई यसरी सल्भ गर्न सक्यौं हामीले बुझ्नुपर्ने कुरा भनेको चाहिँ के भन्दाखेरि क्वेशनलाई दिएको कन्डिसन अनुसार त्यसलाई इक्वेसन बनाएर सल्भ गर्नुपर्ने हुन्छ आई होप यो भिडियोले यो क्वेशनलाई बुझ्न केही हेल्प गरौला यदि गरेको सल्युसन बुझ्यो भने
लाइक गरिदिनु होला र साथीहरूसँग सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू, धन्यवाद।